हेलो गाइज, हामी चाहिँ फाइनली कहाँ रे कहाँको जङ्गल हो? भैँसेपाटीको जङ्गलमा हामी छौँ। हामी तीनजना चाहिँ टक्क लगाएर सुन्तला हन्टिङमा जाँदैछौँ। सुन्तला हन्टिङमा हामी गाइजहरू हामी चाहिँ जाँदैछौँ। यहाँनिर एकदम जङ्गलको बाटो, रमाइलो छ ठाउँ, तपाईँहरू आउन सक्नुहुन्छ। हामी चाहिँ जाँदैछौँ है ल है सरर पारेर। हामी चाहिँ यहाँ तोरीबारी आइपुग्यौँ। यस्तो राम्रो तोरीहरू छ यहाँ। ल हेर्नुहोस्, तोरी चाहिँ यसरी यस्तो गरेर तोरी काटिसकेर यहाँनिर एक ठाउँ जम्मा गरिसकेको रहेछ तोरी। हामी चाहिँ यस्तो रमाइलो ठाउँमा अब हामी केही क्षण पर पुगेपछि हामी चाहिँ पुरै खेतको भ्यू अवलोकन गर्न सक्छौँ। हेर्नुहोस् राम्रो बारी हुन्छ, तोरी बारी। जङ्गलबाटै छ, थप्रै छ गाइस, एकदम ओह्राली उकाली। के हो यार, यहाँ त पुरै बाग गनाउँछ त एकदम। यहाँ चाहिँ यो के हिँड्ने बाघ हिँड्ने बाटो हो कि मृग कालिजहरू यताउता हिँड्ने बाटो होला यो जङ्गलको। हामी चाहिँ यस्तो चारकोसे झाडीको बिचबाट चाहिँ हामी सुन्तला किन्न भनेर हिँडेको। एकदम रमाइलो छ। हेर्नुहोस् यस्तो डरलाग्दो दृश्य यहाँ मुनि देख्न सक्नुहुन्छ। ल हेर्नुहोस्, जङ्गल यस्तो कडा छ फेरि, बाफ्रे हौ मारेको छ हौ जङ्गलले। ल यहाँ जङ्गल यस्तो कडा छ, यहाँनिर उडार के को पनि। साथीहरूले मलाई एक्लै छाडेर गइसक्यो, म चाहिँ एकदम कुद्दै जानुपर्ने हुन्छ, कुद्दै जानुपर्ने हुन्छ। यहाँनिर मलाई पर्खिँदै बस्नु भएको रहेछ। ल भाइले चाहिँ हामीलाई एकदम पछाडि पारिसकेको छ। भाइ चाहिँ रनिङ सिलमा गोल्ड मेडल हासिल प्राप्त भाइ हामीलाई एकदम पछाडि पारेर जाँदैछ। हामी भाग्दैछौँ टक्क लाएर। यो के हो? यो तपाईकोतिर के भन्छ भन्नु न? खै हाम्रोतिर त खै के थकाइलो भन्छ। थकाइलो ठुलो हुन्छ हैन, अनि त्यसलाई बाहिरको निकालेर खान्छ। ल गाइस, यसको नाम चाहिँ थकाइलो रे। यो चाहिँ खाना पनि मिल्ने रहेछ है गाइजहरू। ल यहाँ बाँसको झाङ छ, हामी जाँदैछौँ, लाग्दैछौँ गाइज। आइपुग्यो। ल वाउ, यस्तो गाउँबारी र खेतको आली यस्तो खेतको आली एकदम दामी भ्यू देखिरहेछ यहाँबाट चाहिँ होइन। मा कसम मारेको छ हौ। ल कति छिटो म त पछाडि परेँ त हौ। म चाहिँ एकदम खेतको आली हिँडिरहेको छु। यहाँनिर अलिकति खुट्टा चिप्ल्यो भने तल्लो गएर पुग्न सक्छ। त्यही भएर एकदम फोकस लाएर हिँड्नु पर्ने हुन्छ। यहाँ चाहिँ भाइ चाहिँ उहाँ पारी पुगिसक्यो है। हामी दुई भाइ चाहिँ हामी चाहिँ यहाँ पछाडि छौँ। अझ मभन्दा पछाडि अगाडि उहाँ हुनुहुन्छ। ल यहाँ चाहिँ यो तोरीको साग होइन, यहाँ चाहिँ एकदम तोरीको साग लागेको छ यहाँ खेतैभरि होइन। यस्तो दामी छ। ल वरिपरिको भ्यू हेर्नुहोस् गाइजहरू।
एकदम दामी छ होइन बाटो बाटो छ छ ल त्यहाँ चाहिँ बाटो हाम्रो रनिङ सिलमा गोल्ड मेडल हासिल भाइले चाहिँ बाटो पत्ता लगाइसकेको छ हामी चाहिँ अब जाँदैछौँ टक्क टक्क लगाएर ओहो लड्यो भने गयो लगाइतहरू हामी चाहिँ आउँदैछौँ त्यहाँनिर आन्टीले गाउँमा पानी लाउँदै हुनुहुँदो रहेछ एकदम गाइजहरू यहाँ चाहिँ गाउँमा पानी लाउँदै हुनुहुँदो रहेछ आन्टीले एकदम हराभरा छ ओके यस्तो छ है ल पानी चाहिँ यहाँ कुलो पनि देख्न सक्नुहुन्छ यहाँ अर्ग्यानिक ओरिजिनल पानी हो अब यताबाट उकालो बाँसको झ्याङमा डेन्जर छ यहाँ ल बाँसको झ्याङ के हो ए फाइनली गाइज हामीले चाहिँ यहाँनिर एउटा लोखर्की देखिसकेका छौँ जाँदैछौँ अब के देख्छ हेरौँ कालिज मृग बाघको प्रतीक्षा गरिरहेछौँ यसैको तामा यसैको हो बाँसकै हो तामा पनि त्यसलाई त्यो टुसा हो कि टुसालाई यता ल यहाँ बाँसको साथीहरू यो बाँसको चाहिँ तरकारी पनि खान मिल्छ है त फेरि यस्तो खतरा चिजहरू जे पनि मिल्ने फाइनली गाइज हामी चाहिँ 4 बजेको क्रममा चाहिँ हामी यस्तो ठाउँमा आइपुग्यो है त ल यस्तो ठाउँमा डेन्जर दामी भयानक ब्युटिफुल वाउ ठाउँमा आइपुग्यो है हामी चाहिँ देख्न सक्नुहुन्छ यस्तो छ हाम्रो सानो 1 घन्टाको हाइकिङ 1 घन्टाको हाइकिङ है गाइज हाम्रो यो चाहिँ यस्तो दामी ल बेलुका हाम्रो सनसेट बेलुकाको हेर्नुहोस् दामी छ गाइज यहाँ चाहिँ हामी चाहिँ सुन्तलाको बगैँचामा नि आइपुग्यो हामी चाहिँ तर सुन्तला चाहिँ एकदम के अरे खडेरी लाए जस्तो रहेछ सानो सानो एकदम हो बगैँचाबाट हामी चाहिँ यसरी ढोट राखेकोबाट यस्तरी राख्छ है गाईहरू हाम्रो गाउँघरतिर चाहिँ ढोट मकै टिपिसकेपछि यसरी ढोटलाई व्यवस्थापन गरिन्छ यहाँनिर चाहिँ तोरी आधी जस्तो रहेछ काट्नलाई बाँकी आधी काटिसकेर रहेछ यहाँ ल फाइनली हामी चाहिँ बाटो जङ्गलको बाटोबाट अब गाउँसम्मको बाटो आइपुग्यो गाइजहरू हामी चाहिँ सुन्तला किन्यो भनेर पारीबाट आएको होइन यो गाउँमा अनि के अरे अब सुन्तला बोटको होइन पसलको खाना पाइएला जस्तो भयो
त्यही भएर तोरी कति केजी ल एकदम म अहिले सोचेर भनौँला यहाँनिर चाहिँ टक्क तोरी फुलिरहेछ यो सुन्तला बाफ्रे कत्रो काउली काउली बन्दा यो डेन्जर छ है गाईचोरू यहाँ काउली कि बन्दा ल गाईचोरू सुन्तला खान नपाएला जस्तो छ ल ठुलो गाउँबाट पल्लो गाउँ आइपुग्यो होइन टक्क लाएर सुन्तलाको आस मात्रै होला जस्तो लाग्यो आज वान आवरको हाइक सुन्तलाको डाउन ल्याएर हिँडिरहेछ हाम्रो भाइ चाहिँ एकछिनमा फेरि तलतिर अझै जान्छौँ हामी फेरि तलतिर अनि सुन्तला भेट्यो भने तपाईँहरूले फेरि भिडियोमा भेटौँला गाईचोरू सुन्तला खान नपाइने देख्न पाइयो त्यही नै खुसी लाग्यो अब एकछिनमा हामी पसलमा भेट्छौँ सुन्तलाको ल गाईचोरू फाइनली हाम्रो चाहिँ सुन्तला पाउने कुरा भयो 7-8 केजी लाने कुरा भयो होइन कस्तो महसुस भइरहेछ कस्तो टिपिन्छ भन्ने डाउट छ भाइ तिमीलाई कस्तो लागिरहेछ मलाई चाहिँ एकदम खुसी फिल भइरहेछ कि ल सुन्तला लाने भयो अब यहाँ पसलमा आएर सुन्तलाको बिल गरिसक्यौँ अब 7-8 केजीको अब अहिले एकछिनमा सुन्तला रुखमै भेटौँला तपाईँहरूसँग ल गाइज फाइनली हामी चाहिँ सुन्तला टिप्ने क्रममा पुग्यौँ यहाँ अङ्कलले टिप्न लाग्ने के अरे टिप्न लाग्दै हुनुहुन्छ मेरो जिब्रो अलिकति लट बढ्यो भनेर ल गाइजहरू हामी चाहिँ सुन्तलाको बगैँचामा सुन्तला हेर्न जाँदैछौँ यहाँनिर सुन्तला मजाले यहाँको लोकल सुन्तला खाना पाइने भयो आज यस्तो बाटो यस्तो छ हेर्नु सुन्तला खान सजिलो छैन यस्तो छ ल हामी चाहिँ टक्क खै सुन्तलाको ल फाइनली ल है फाइनली सुन्तलाको बोटमा बाफ्रे हौ सुनै फलेको छ त हौ भाइ यहाँ सुन्तला टिप्नु जाँदैछ ल ज्याकेट यहाँ छ ल यहाँ एकदम एक्साइटेड ल यहाँ चाहिँ एकदम जागरिलो मान्छे तोरी उखेल्दै हुनुहुन्छ भाइ फेरि यहाँ सुन्तला टिप्दै मजै भिडियो बनाउँदैछ है गाइज फेरि एकदमसँगले यसमा ए हुन्छ काम गर्ने एकदम जागरिलो मान्छे हाम्रो यहाँनिर पनि छ फेरि पुरै सुन्तला यस्तो दामी वाउ छ यहाँ है गाइजहरू ल सुन्तला एकदम मेहनतिलो काम भइरहेछ यहाँनिर अब म चाहिँ एउटा सुन्तला चाख्न गइरहेको छु ल त ल यहाँ चाहिँ सुन्तला यहाँको लोकल सुन्तला गाइज यो चाहिँ कस्तो लागिरहेको छ एकदम रमाइलो लागेको रहेछ हो कडा सुन्तला फल्ने रहेछ है यतातिर है ल भाइको फेरि कडा आयो ल गाइजहरू एकछिनमा छोडाउनु पनि पर्यो एउटा हातले मिल्दैन छोडाएर खाएको भिडियो देखाउँछ तपाईँहरूलाई ल यहाँ चाहिँ अब सुन्तला छोडाउँदैछु म चाखौँ अब यहाँको लोकल सुन्तला ल यस्तो छ है गाईहरू सुन्तला भाइ रुख नजाँदा नि हुने रहेछ सुन्तला त भुइँबाटै टिप्न मिल्ने रहेछ वाह एकदम मिठो रहेछ है
मिठो छ बिरयानी खानु न पेटमा उम्रिन्छ क्या आयो रे मा ल गाइजहरू हाम्रो सुन्तला टोली सुन्तला बोकेर हिँडिसकेका छौँ अब हामी लाग्दैछौँ हस्पिटलतर्फ कस्तो फिल भइरहेछ सुन्तला खाएर भरि खाइयो हो पेटभरि नै हो है मैले चाहिँ अलिक कम खाएँ है म चाहिँ रुखमा चढेर टिप्ने क्रममा मैले कम खाएर मलाई चाहिँ अलिक यहाँ चित्त दुखिरहेछ क्या मेरो त्यो नखाएको त होइन चित्त दुखाइ भइरहेछ यहाँ मैले त पेट भरि सुन्तला धेरै खाने अनि अलिकति म मेहनतिलो मान्छे तोरी पनि उखालिदिएर हो दिदी 700 रुपैयाँ ल के 700 रुपैयाँ केजी होला त्यो 700 रुपैयाँ ल मेरो सुन्तला चाहिँ मेरो मतलब मेरो भएको सुन्तला चाहिँ बाले बोकिदिँदै हुनुहुन्छ दुईजना मान्छेले म चाहिँ यहाँनिर गिटार पनि बोकेको भएर एकदम हेल्प गरिरहेछ मलाई धेरै धेरै धन्यवाद तपाईँहरूलाई गाइजहरू हामी चाहिँ सुन्तला लिएर लागिसक्यौँ फेरि त्यही बाटो फर्किँदैछौँ हामी चाहिँ पारि पुग्नुपर्छ गन्तव्य लामो छ हाम्रो खेतको बाटो यहाँनिर चाहिँ सिँचाइ गर्ने सिँचाइले लागिरहेछौँ ट्याक्क लाएर अब झ्याप्प लाएर गएर सुन्तला खाइँदा होइन गाइजहरू खाइसक्यो ल यहाँनिर तर आयो बिरामीलाई चिसो लाग्छ खाने त हामीले हो ल यहाँनिर चाहिँ एकदम डेन्जर सुन्तला रहेछ तर केही छैन नेक्स्ट टाइम आउँला हामी त्यही भएर हामी चाहिँ लाग्दैछौँ हस्पिटलतर्फ सुन्तला बोक्नेमा डिस्कसन चलिरहेछ ल यहाँ चाहिँ भाइ हाम्रो रनिङ सिलमा गोल्ड मेडल हासिल भाइले चाहिँ यहाँनिर चाहिँ दिदीलाई समेत बोकेर लाने कुरा भइरहेछ यहाँनिर तर यो चाहिँ अघि सुन्तला रोपेको छ फेरि पनि भाइको यहाँ प्लान अर्कै छ हाम्रो चाहिँ प्लान ए सक्सेस नभए प्लान बी थियो तर हाम्रो प्लान ए सक्सेस भयो यस गाइजहरू यसमा होइन नि लगाइको उनीलाई निम्रो उन्यौ ठाउँमा आइपुगिसक्यो यहाँ चाहिँ अब रात पर्न लागिसकेको छ त्यही भएर राति चाहिँ एकदम डरलाग्दो खालको यहाँ भाइब छ ल यहाँ चाहिँ चराहरू पनि बास बसिसक्यो गाइजहरू होइन यहाँ चाहिँ दिदीभाइको पढाइको कुरा चलिरहेछ गाइज अगाडि होइन म चाहिँ अगाडि पछाडि एक्लै हिँडिरहेको छु ल यस्तो बासको झ्यालमा रात परिसकेको छ गाइजहरू तिम्रो आँखामा डुबिसकेछु मलाई निकाल्न नखोज तिम्रो गीतको भाका बनेछौ मलाई मात्र तिमी गाइदेऊ न जीवनभरिका लागि सम्झना बनिदिनु हाँसिदिउँला सधैँ तिमी हाँसोमा रङ्ग थपी आउनु है बादल बनेर आए नि हुन्छ घाम बनेर छाए पनि शब्द बनेर बसे नि हुन्छ लय बनेर गाए पनि मनको कुनै कुनामा किन पुरै मनमा बसिदिनु हाँसिदिउँला सधैँ तिमी हाँसोमा रङ्ग थपी आउनु है
भने